जाउँ हिँड आऊ जाउँ हिँड न कति राम्री भर्किनु बनाउनु पर्छ ल आऊ आऊ अब तिमी चिन्दै नगर न बरु कुन आइफोन किन्यौ भन त अलिक टिकटक बनाउने हेर त उयो घर हाम्रै यो 2 करोडमा किनेको मैले अब वर्षौँ पछि भेटेको उनीसँग गफ नगरेर के होइन नि तिमीबाट छुटेपछि त वर्षौँ जस्तो लाग्यो कति राम्री चिज मैले भने होइन हजुरलाई स्वर्गकै अप्सराको चिज ल हेर्नुहोस् न अब हेर बुढी तिमी भन के गर्छौ अब त्यो तयारीलाई त अचेल मेरो पछाडि हजुर फिल्म दिनु न भन्दै हिँड्छ तिम्रो त सुपरस्टार थियो होइन त अब डिरेक्टर यस्तो गतिलो भएपछि हिरोको फिल्म डुप्पर डुप्पर भइहाल्छ चिन्तै नगर तपाईँलाई एउटा कुरा थाहा छ त्यो रमेश अङ्कल भन्छ नि त्यो रमेश अङ्कल जति खाएर झ्यापर हिँड्छ नि त्यो अङ्कल बाटोमा लडेछ अनि मरेको कि बेहोस भएको थाहा छैन तर मान्छेहरू त मरिसक्यो भन्छ बाटोमा पछाडि छ मान्छे भिड्छ हो नि बुढी त्यो निर्मलजीकोमा पनि त्यो एउटा लुरी थियो नि हिजो म बाटोमा आउँदा फेरि ढली छे बिचारी त प्यारालाइज भइसक्यो नि यो चाट रक्सी भन्ने कुरा त खाने कुरै होइन तपाईँहरू त खानुहुन्न हो किन भनिदिनुहोस् म त खाँदिनँ अनि उहाँहरूले कहाँ खानुहुन्छ अनि तँले खाएर आएर मसँग झगडा गरेर अनि म भाइ होइन त घरबाट अहिले अरूले अगाडि खाने होइन मात्रै भन्नु फेरिसकेर चाहिँ हाम्रो केही थाहा छैन ल राख्नु ए बा अस्ति तपाईँहरूको पत्रकारको पत्रकारी इन्टरभ्यू ल्याएको हो त्यो त भाइरल भएको त्यस्तो बनाएको तपाईँलाई आमालाई हुने नहुने जे पाइन्छ कमेन्ट गरेर हैरान पारे तेरो बाबाले यस्तो नराम्रो गाली गर्छ के हो भन्दै फोन गरे मलाई यो त बर्बादै भन्छ हेर बुढी अब यहाँ बस्यो भने आज एउटा युट्युबरले खिच्छ भोलि अर्को युट्युबरले खिच्छ पर्सि अर्को युट्युबरले खिच्छ लौ भागिहालौँ बल्ल बल्ल पाएको बुढी ल भागौ आऊ हामीले के गल्ती गरेछौँ र है जब टिकटक बनायो भने अहिले भाग्नु म भाग्ने नै साइबर क्राइम लाग्दो हो साइबर क्राइम त्यही गरेर जेलमा ठोक्ने हो म त हो कि न भन्नुस् त आमाले फोन ल्यायो पुलिस गरेर फोन हाल्नु ए बुढी बिचारालाई बस भिडियो बनाएर फेसबुक युट्युबमा हाल्ने मान्छे यो अपराध गरेर लुक्नु त अपराध गरेर अब दुनियाँलाई त राखा छन् अब मलाई गरी खाने चाहिँ मलाई जेलमा पुग्ने मैले के गर्छु छोड्नु न अपराध गरेर तल अब गरे छैन भनेर हुन्छ सधैँ त तैँले पाउँछ कानुन बमोजिम सधैँ पाउँछ सरबाट माफ गर्नु तपाईँको म भिडियो बनाउँदै सक्छु अब पार्टीले भनेर यहाँहरूलाई हाम्रो सडक नाटक कस्तो लाग्यो यस नाटकको लेखक तथा निर्देशक हुनुहुन्छ उहाँ चाहिँ गइसक्नु भएको छ शोभा म्याम प्लिज मेरो सहकर्मी साथीहरूलाई आइदिनु हुन अनुरोध गर्दछु प्लस नेपाल मातृगृहबाट चाहिँ 2 जना म्यामहरू हुनुहुन्छ प्लिज आइदिनु हुन आग्रह गरे र यो नाटकले दिन खोजेको सन्देश र भाव बुझिसक्नु भएको होला पक्कै पनि हजुरहरूले र म केही इन्टरेक्सन गर्न चाहे कस्तो लाग्यो नाटकले भन्न खोजेको के